एक कुरा गरौँ, मान्छे नाङ्गा ढेल देखाएर भाइरल भयो। हामीहरूले यस्तो गर्दा नि हो यस्तो राम्रोसँग सुन्तला फलेको छ। यति धेरै सुन्तलाको बोट छ कि यहाँ जङ्गलै छ कि सुन्तलाको। अब तपाईँहरूलाई सुन्तला खानेपछि डाइरेक्ट चुरे छ कैलाली हाम्रो एकदमै नजिक भट्टेनी सम्झिनु होला। हाम्रो एड्रेस र हाम्रो कन्ट्याक्ट नम्बर अनि मन्दिरबाट मानिस यहाँको 98 49 049 हजुरको कन्ट्याक्ट नम्बर। हजुरले यहाँ कति बोट लगाउनु भएको छ? मैले लगाएको 2200 हजुर सबै फलेका छन्। सबै फले। अनि एक बोटबाट कतिसम्म आम्दानी हुन्छ हजुरको? लगभग अब बोट पुराना भयो भने अब एक बोटबाट 25,000 पनि हुन्छ, 20,000 पनि, 15,000 पनि होइन। हजुर अहिले नयाँ छैन, अब 1-2 हजार सबले। अनि जस्तै हजुरले कसैलाई होलसेल रेटमा दिने भएपछि यहाँ कतिको के रेट छ हजुरले दिने? पहिला 80 थियो होइन, हजुर अहिले अब 10 रुपियाँसम्म बढ्छ कि भन्ने आशा ए। अनि यसमा दबाईहरू अनि मलहरू कतिको हिसाबले पाउँछ र अनि कतिको महँगो छ त्यो? कतिको आफूलाई सर्भ गर्न हजुरले यो लगाए बापतको आम्दानी हुन्छ कि हुँदैन? फाइदा केही बचत हुन्छ नि? मेहनत पनि धेरै छ नि? धेरै छ, धेरै। दिनभरि लागिराख्नुपर्छ नि होइन? 24 घन्टा उसरी कामैमा व्यस्त हो। किसानी जीवन मस्त कामैमा व्यस्त। बाख्रा पनि छन् होइन हजुरको? बाख्रा पनि छन्। यो गाईको गोठो है? पनि यही छ होइन, हजुर अमेरिका भन्ने पनि यही छ हो कि नै त? नेपालीहरूले जाँगर गरे भने किन हुँदैन र? हुन्छ नि हो एकदम। बाख्रा कति पाल्नु भएको छ? बाख्रा 29 वटा बाख्रा, 12 वटा गाई। गर्ने काम 2टा बुढाबुढी मात्रै, लेबर भने पनि हामी हो। हजुर त्यही। अच्छा। अनि मुर्गाहरू लोकल कुखुराहरू पनि राख्नु भएको छ होइन? अनि फलफुलहरूदेखि लिएर यो सुन्तलै भइसक्यो। चुकको बोटहरू, टिमुरको बोटहरू होइन, जे पनि स्याउ सबै कुरा, मेवा पपिताहरू सबै थोक हाम्रो यहाँ एकदमै अर्ग्यानिक। एकदमै केराहरू एकदमै अर्ग्यानिक पाउनुहुन्छ होइन यहाँ? फलफुलहरूको तपाईँलाई पाकेको केरा खिलाउने भनेको यार। ल हुन्छ। हाम्रो भान्जेले चाहिँ केरा खुवाउने भन्दै हुनुहुन्छ। केराको स्वाद लिन्छ अनि एकदमै राम्रो अर्ग्यानिक। र अनि देख्न सक्नुहुन्छ उहाँले पोखरी बनाउनु भएको छ। यहाँबाट सबै बोट बिरुवामा पानी सप्लाई हुने, साग तरकारीमा यो सरकारले बनाइदियो होइन, अनुदान अनुसार। एकदमै राम्रो छ। एकदमै यो इङ्ल्यान्ड सरकारले नेपाल सरकारले त बनाएकै छैन हामीलाई एउटा पाइप पनि उपलब्ध गर्न सकेको छैन होइन। हजुर यसरी बन्ने भने हो नि त। हामीले पनि यस्तो बनाएको छु माछाले। कसैले मामा एक कुरा गरौँ, मान्छे नाङ्गा ढेल देखाएर भाइरल भयो। हामीहरूले यस्तो गर्दा पनि हामी भाइरल किन हुँदैन? सबै ठुलो बडाले हेरिदियो भने त हामी पनि हुन सक्छौँ। सेयर गरिदिनु पर्यो, यो सम्बन्धित ठाउँमा पुर्याइदिनु पर्यो होइन? हो कि होइन आएर हेरिदिनु पर्यो, परीक्षण गरिदिनु पर्यो होइन? कसरी अझ यो किसानीलाई कसरी बढावा दिने, हौसला दिने र साथमा अब केही यसको उपायहरू नयाँ होइन, अब नजानेको कुराहरू सिकाएर अझ यसलाई उत्पादनलाई बढाउने दिनु पर्यो, सल्लाहहरू दिएर यो चाहिँ हौसला बढाइदिएपछि हाम्रो पनि अझ जाँगर हुन्छ। अनि हामीले चाहिँ बाहिर इन्डियाबाट चाइनाबाट फलफुलहरू किन्नु पर्दैन। हामीले आफ्नै गाउँठाउँको आफ्नै प्योर अर्ग्यानिक, हाम्रो त यो नजिक पनि धेरै छ नि। 1 किलो भयो सुन्तला होइन? अहिले त यो दाना हेर्नु सक्यो यत्रो भइसक्यो भने यो असोजको महिना पाक्ने बेला कत्रो होला यो पनि त हेर्नु।